नमस्कार साथीहरू, आज म यति बेला स्लोभाकियामा छु। पोल्यान्डको क्राकाउ सिटीबाट करिब 2 घण्टाको ड्राइभपछि यो ठाउँमा आइपुगेको छु। हाम्रो यात्रा स्लोभाकियाको प्रेट्नी सेलाटिन भन्ने ठाउँसम्मको हो। वास्तवमा हामी त्यो ठाउँमा हाइकिङका लागि निक्लेका हौँ। बाटामा पर्ने ससाना चिटिक्क परेका घरहरू, सफा बाटाहरू, धुवाँ धुलो रहित वातावरणले यात्रा अझ सुन्दर बनाइदिएको छ। हरिया फाँटहरू र कृषि गरिएका खेतबारीले अझ दृश्यलाई झनै राम्रो देखाएको छ। यो गाउँ मलाई चाहिँ एकदम सुन्दर लाग्यो। साना साना बस्ती, धेरै बाक्लो पनि होइन, सुन्दर बस्ती, साना साना घरहरू। यो स्लोभाकियाको एउटा गाउँ, कन्ट्री साइडमा अवस्थित बस्ती एकदम राम्रो सुन्दर छ। अहिले म स्लोभाकियाको रोह्यास स्पेलेना भन्ने ठाउँमा आइपुगेको छु। यो चाहिँ जाडोमा स्कीका लागि निकै प्रख्यात छ भने समरमा चाहिँ डाँडाकाँडा हेर्ने र हाइकिङका लागि प्रसिद्ध छ। यहाँ चाहिँ केबल कारबाट हामी माथि जान्छौँ र त्यसपछि 1 घण्टा जति हाइकिङ गर्छौँ माथि गएर। ल सर्लक्क हामी चाहिँ अब यो हाइकिङमा छौँ। स्लोभाकियाको यो डाँडो चार्दै हामीसँग लगभग माथि आइसकेको छु हामी। तर ल केटाहरू हाइकिङबाट ब्याक। ल आज यो हुस्सु लागेर यस्तो दृश्य देख्यो। तर हामी अब यहाँबाट ओर्लेर पुरै तल जानुपर्ने अवस्था। पानी परे पश्चात यो हुस्सु जस्तो लागेर अलिकति दृश्यहरू अस्पष्ट छन्। त्यही भएर हामीले चाहिँ राम्रोसँग यो डाँडाबाट दृश्यहरू अवलोकन गर्न पाएनौँ। हाम्रो ब्याड लक आज। नत्र भने यो डाँडोको माथिबाट हेर्दाखेरि स्विजरल्यान्डको स्टुजबाट हेरेको जति नै राम्रो देखिन्थ्यो। यो ठाउँ चाहिँ विन्टरमा स्की गर्ने ठाउँ रहेछ। ठाउँ ठाउँमा स्नो बनाउने मेसिनहरू पनि देखिन्छन्। माथिदेखि तलसम्म पुरै स्की गर्ने रहेछ।
अनि यो सानो गाउँमा आजको बसाइ हाम्रो हुन्छ। पानी परेर भर्खर रहेको अवस्था रहेछ। Lions gonna come. The birds have just begun. We will always